भयो ल फोरमा भर्ती भएर सिक्याउनु भएको ब्रिजेश चौधरी र सुरु तामाङ भाइ दुईजना अहिले चाहिँ त्यस्तो सरहरू चाहिँ केही नभन्नु आफ्नो हेर अनि त्यसपछि मेन्टालिटी गर्नुपर्छ जस आउँछु भनेर चाहिँ कहिले पनि नगर्ने कि आफूले चाहिँ आफूलाई कसरी टप्ने पहिला ट्रेनिङ गर्दाखेरि या अब एजुकेसन हुँदाखेरि चाहिँ म चाहिँ यो मान्छेलाई टप्छु भनेर चाहिँ कहिले छ जो चाहिँ अलिकति राम्रो छ उसलाई चाहिँ अझ हामीले पनि जस मोटिभेट गर्ने हामीले उसको म यो जो म टुके कुद्दाखेरि म यति मिनट यति टाइम लाग्थ्यो थियो तर म यो टुके चाहिँ म भोलि चाहिँ यसलाई चाहिँ बिट गर्नु पनि बढोस् त्यसलाई चाहिँ आफूले चाहिँ खुसी भयो कुरो भनेको हामी चाहिँ अब एउटा अलिकति सानो चाहिँ लाग्छ हामी पनि भर्खर हिजो अस्ति भर्खर अब बर्डनमा झरेको झर्ना साथै हामी पनि फकल्यान्ड गएर आएको जस धेरै अब नयाँ कुराहरू डे बाई डे एक्सपिरियन्स लिन पाउँछ अनि त्यसपछि साथसाथैहरू सुरु हुँदैछ आफूले चाहिँ अब तपाईँहरूले चाहिँ पहिला सुरु यो यस्तो सेलेक्सनमा पनि फोकस गर्नुपर्ने भनेको तपाईँले अहिले तपाईँको जुन सोचेको त थिएन तर पनि आफूलाई सक्सेस हुन्छु भन्ने चाहिँ यो चाहिँ मेन्टली चाहिँ मैले पनि लिएर गएको थिएँ अनि पनि आउँदाखेरि यहाँ आफूहरू जस्तै मनै भएर गयो यहाँनिर चाहिँ अब आफूहरूले चाहिँ के गर्नु पर्दैन सिम्पल सरहरूले सोच्नु हिजो म के थिएँ त्यो नहेर्नु अस्ति हिजोभन्दा म राम्रो गरेछु भने हरेक फ्राइडे टेस्ट हुन्छ नि त आफूहरूको यो फ्राइडे मैले त्यो हाने अर्को फ्राइडे योभन्दा राम्रो गर्छु त्योभन्दा पनि अर्को फ्राइडे राम्रो गर्छु भन्दै त्यस्तै गर्दै जानु अनि गर्नु के टाइमिङहरू आउँदैछ त्योभन्दा किन नबढेको होला के भएको होला त्यो आउँछ बिस्तारै आउँछ तर कन्टिन्युटी गर्नुपर्छ त्यसको लागि अनि त्यो गर्दै जानु मेन चाहिँ डिसिप्लिन चाहिँ मेन भएको कुराहरू भन्नुहुन्छ यस्तो गर्दा इन्जुरी हुन्छ यस्तो गर्दा राम्रो यहाँ धेरैजनाले गर्छु भनेर पनि फिजिकलले मात्र मेरो फिजिकल गरेन बढेन भनेर त्यो हुँदैन मेन्टालिटी पनि यस्तो हुनुपर्छ नि हाम्रो फिजिकलको मेन्टालिटीहरू किनभने म गर्छु इन्जुरी भयो भने तिमीलाई नै घाटा आउने